हेलो एभ्रिवान। आजको म यस ट्युटोरियलमा जावा कसरी इन्स्टल गर्ने, जावा जेडिके त्यसलाई चाहिँ जावा डेभलपमेन्ट किट भनिन्छ, त्यो कसरी इन्स्टल गर्ने र त्यसलाई कसरी हामीले रनेबल गर्ने, जावा जावा जेडिके इन्स्टल भयो कि भएन त्यो हामी गर्न गइरहेका छौँ। र जावा जेडिके इन्स्टल गर्नुभन्दा अगाडि हामीले के थाहा पाउनुपर्ने हुन्छ भने यो जावा जेडिके भनेको के हो। जावा जेडिके भनेको जावा डेभलपमेन्ट किट हो। जावा डेभलपमेन्ट किटले चाहिँ हामीले सी सी प्लस प्लस युज गर्दाखेरि जुन त्यसमा कम्पाइलर हुन्छ त्यसको काम चाहिँ यो जावा डेभलपमेन्ट किटले काम गर्दछ। र अर्को जावा रन टाइम इन्भाइरोमेन्ट भन्ने हुन्छ जेआरई, जुन चाहिँ यो जेडिके इन्स्टल गर्दाखेरि आफै अटोमेटिकल्ली इन्स्टल हुन्छ। त्यसले चाहिँ हामीहरूको रन भइसकेपछि इन्भाइरोमेन्ट दिने काम चाहिँ जावा रन टाइम इन्भाइरोमेन्टले दिन्छ। जस्तै मैले यो एउटा क्यालकुलेटर बनाएको थिएँ, जुनको यो एपिरियन्स दिने काम चाहिँ जावा जेआरईले गर्छ भने त्यसको त्यो कोड कम्पाइल गर्ने काम चाहिँ जावा जेडिकेले गर्छ। के हो रेडी? के हो? सो अब म इन्स्टल गर्न गइरहेको छु। तपाईँले गुगलमा गएर जावा डेभलपमेन्ट किट डाउनलोड भनेर तपाईँले सर्च गर्नुभयो भने भेट्नुहुन्छ। गुगल सर्च गरेर तपाईँहरूले डाउनलोड गरिसकेपछि डाउनलोड्समा प्रोग्रामभित्र एउटा यस्तो फाइल भेट्नुहुनेछ, जसलाई तपाईँहरूले डबल क्लिक गरेर नेक्स्ट गर्दै जानुभयो भने इन्स्टल हुन्छ। म चाहिँ यो इन्स्टल गर्दिनँ किनकि मेरोमा यो इन्स्टल भइसकेको छ। त्यसपछि जब यो इन्स्टल भइसक्छ तपाईँहरूले यहाँ गएर जावा सी गरेर इन्स्टल गर्दाखेरि मेरो यस्तो यो धेरैवटा लिस्ट आउँछ। तपाईँहरूकोमा यदि इन्स्टल भइसकेपछि अहिले यो देखाउँदैन, यो कसरी आउँछ सिस्टमले बुझ्नुपर्छ। त्यो सिस्टमलाई कसरी बुझाउने भनेर म अब देखाउन गइरहेको छु। दिस पिसीमा जाने, त्यसपछि सी लोकल सी, त्यसपछि प्रोग्राम फाइल्स, त्यसपछि यहाँ जावा जेडिके 7. जुन यो जावा जेडिके देखिरहनु भएको छ, जावा जेडिकेमा डबल क्लिक, त्यसपछि यो बिनभित्रको यो जुन पाथ हुन्छ यो पाथलाई हामीले कन्ट्रोल सी कपी गर्न गइरहेको छौँ। कपी र यो पाथलाई हामी दिस पिसी राइट क्लिक, त्यसपछि प्रपर्टिज एडभान्स सिस्टम सेटिङमा इन्भाइरोमेन्ट भेरिएबलमा यहाँ तल पाथलाई यहाँ एडिट गरेर यसको लास्टमा जुन यो तपाईँहरूकोमा यति मात्र हुन्छ, एडिट तपाईँहरूकोमा अहिले इन्स्टल नहुन्जेलसम्ममा तपाईँहरूकोमा यति मात्र हुन्छ। र त्यसपछि तपाईँहरूले यो सेमी कलन दिएर यहाँनिर तपाईँहरूले कोड पेस्ट गर्नुपर्ने हुन्छ। तपाईँहरूको नहुँदाखेरि इन्स्टल नगर्दाखेरि हो यति मात्र हुन्छ, जुन तपाईँहरूलाई यसरी आउँदैन। जस्तै यहाँ हेर्नु, मैले तपाईँलाई इनिसियल जस्तो हुन्छ त्यस्तो बनाइरहेको छु। यस्तो हुन्छ, तपाईँहरूले यहाँ लास्टमा सेमी कलन कपी पेस्ट, यसलाई ओके, यहाँ पनि ओके, त्यसपछि ओके, क्यान्सल। र तपाईँहरूले सिएमडी खोलेर जावा सी गर्नुभयो भने तपाईँहरूको यसरी यो पाथ देखाउँछ। र फेरि जावा गर्नुभयो भने पनि देखाउँछ। र आज म अब यसपछि सिम्पल एउटा डाटा डिस्प्ले गर्ने र डाटा हेर्ने एउटा सिम्पल कोड लेख्न गइरहेको छु। क्यारी अन। र म अहिले डाइरेक्ट नेटबिन्समा जाँदिनँ, सुरुमा तपाईँहरूलाई म नोटबिन्सबाट गरेर देखाउँछु र लास्टमा अपलोड गर्दै हामी नेटबिन्समा पुग्नेछौँ। सो न्यू फाइल, सुरुमा जहिले पनि हामीले क्लास बनाउनुपर्छ। क्लास मैले जस्तै डिस्प्ले भन्ने एउटा क्लासको नेम, जस्तै क्लास हो डिस्प्ले, त्यो मैले क्लासको नाम जहिले पनि क्यापिटल लेटर अगाडिको यो जहिले पनि क्यापिटल लेटरमा दिनुपर्ने हुन्छ। र यो क्लास भनेको हाम्रो किवर्ड हो। यो डिस्प्ले भनेको हाम्रो क्लासको नाम। क्लासको नाम जहिले पनि हामीले स्टार्टिङ लेटर विथ क्यापिटल हुन्छ, क्यापिटल लेटरबाट स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले जहिले पनि
एउटा कुनै कोड रन गर्नको लागि मेन क्लास दिनुपर्ने हुन्छ, जसले चाहिँ हाम्रो कोड कहाँबाट स्टार्ट हुन्छ र कहाँ इन्ड हुन्छ त्यो चाहिँ हामीले डिटरमाइन गर्छ। मेन क्लास बिना कुनै पनि कोडहरू रन हुँदैन। अब मेन क्लास बनाउन गइरहेको छु। ओन्ली स्ट्याटिक void main string arguments। तपाईले हेर्न सक्नुहुन्छ सी र सी प्लस प्लसमा हामीले कोड गर्दा डाइरेक्ट हामीले void main मात्र लेखेको थियौँ, तर यहाँनिर चाहिँ हामीले मेन फङ्सनलाई जहिले पनि पब्लिक स्ट्याटिक बनाउनु पर्ने हुन्छ र आर्गुमेन्ट चाहिँ स्ट्रिङ आर्गुमेन्टहरू पास गर्नुपर्ने हुन्छ। यो भनेको स्ट्रिङ डाटा टाइप हो जसको आर्गुमेन्ट आरजिएस हो। यो ब्राकेटको मतलब इन्फाइनाइट स्ट्रिङहरू चाहिँ हाम्रो आउन सक्छ भनेर भन्न खोजेको, र हामीले यो लाइन चाहिँ लेख्न आवश्यक छ। यो लेखेन भने पछि इरर देखाउँछ। सो अहिले सिम्पली हामी डिस्प्ले गर्ने सिस्टम डट आउट डट प्रिन्टएलएन लेफ्ट लाइनमा लान्छ र म अहिले हेलो वर्ल्ड डिस्प्ले गर्नु गइरहेको छु। र अब यसलाई हामी सेभ गर्नुपर्छ। सेभ गर्दा मैले डेस्कटपमा सेभ गरेँ अहिले सजिलोको लागि। र सेभ गर्दाखेरि हामीले जुन क्लासको नाम जे हुन्छ त्यही क्लासको नाम राख्नुपर्ने हुन्छ र लास्टमा डट जावामा सेभ गर्नुपर्ने हुन्छ। सेभ गरिसकेपछि यसरी कलर चेन्ज हुन्छ। र अहिले मैले गरिरहेको नोटप्याड प्लस प्लसमा गरिरहेको छु। र अब यसलाई कम्पाइल गरेर हेरौँ हामी हाम्रो कोड सक्सेसफुल भयो कि भएन। सो डेस्कटप सुरुमा हामीले कम्पाइल गर्नुपर्छ। कम्पाइल गर्नको लागि जावा सी क्लासको नाम जावा सी डिस्प्ले र हाम्रो कम्पाइल भइसकेको छ। कम्पाइल यदि कुनै इरर आएको भए यहाँनिर इरर भनेर आउँथ्यो। अहिले कुनै पनि इरर आएको छैन र यहाँ तपाईँहरूले सक्नुहुन्छ कि एउटा क्लास फाइल बनाएको छ। यो क्लास फाइल भन्नुको मतलब के हो भने यो हाम्रो डट जावामा लेखेको कोड लाई चाहिँ बाइनेरीमा चेन्ज गरिदिन्छ र जुन चाहिँ हाम्रो आउटसाइडर्सहरूले चाहिँ यो कोड पढ्न नसकोस् भनेर यसरी क्लास फाइलमा गरेको हुन्छ। र हामीले लास्टमा डिस्प्ले हेर्नको लागि चाहिँ जावा र क्लास फाइलको नाम दिनुपर्ने हुन्छ। सरी क्लास हुँदैन, डिस्प्ले मात्र, क्लास हुँदैन। र तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ हेलो वर्ल्ड भनेर डिस्प्ले भएको छ। यसरी नै हामीले चाहिँ म्यासेज डिस्प्ले गर्न सक्छौँ। सो आजको ट्युटोरियलमा हामीले हेलो वर्ल्ड डिस्प्ले गर्न सिक्यौँ। र नेक्स्ट ट्युटोरियलमा हामी कसरी युजरसँग लिने र त्यसलाई कसरी डिस्प्ले गर्ने, युजरसँग इनपुट कसरी लिने र त्यसलाई कसरी डिस्प्ले गर्ने भनेर हामी त्यसको बारेमा गर्नेछौँ। सो थ्याङ्क यू।